नमस्कार, म हुँ निकेश कडेरिया र जनप्लसको नयाँ एपिसोडमा तपाईँहरूलाई स्वागत छ। आज एपिसोड रहेको छ 4 जहाँ हामी कुरा गर्न गइरहेका छौँ इलाम क्षेत्र नम्बर 2 को विषयमा। र तपाईँहरूलाई थाहा छ होला इलाम भनेको चाहिँ पूर्वको चाहिँ एउटा रानी, एउटा सुन्दरको खानी भनेर पनि चिनिन्छ। किनभने पूर्वको चाहिँ यो पक्कै पनि एउटा चियाबारीहरूले प्रसिद्ध एउटा जिल्ला रहेको छ। तपाईँले सुन्नु नै भएको पनि छ होला। र इलाममा चाहिँ यो भिडियो सुरु गर्नु अगाडि नै, यो एपिसोड अगाडि नै म केही कुराहरू भन्नेछु, आवश्यकताका कुराहरू भन्नेछु। र यो भिडियो सुरुमै म भन्न चाहन्छु, मैले कसैलाई हेट प्रड्युस गर्नलाई यो भिडियो बनाएको होइन। मलाई जे फिल लाग्छ म त्यो नै भन्नेछु। आज त मैले मेरै क्षेत्र भएर पनि होला र मेरै भोगाईहरू पनि तपाईँहरू समक्ष भनौँ भन्ने हिसाबले चाहिँ कुनै पनि मैले रिसर्च नै गरेको छैन। यहाँसम्म कि आवश्यकताहरू पनि मैले काहीँ यताउता खोज्ने भन्दा पनि आफ्नै भोगाईबाट नै बढी बोल्ने नै छु। अरू बेला त केही न केही रिसर्चको बोल्थ्यो होला, तर आज त सबै आफूसँगै भइसकेका कुराहरू, आफूले देखिसकेका कुराहरू, आफूले अझै देख्न चाहेका कुराहरूको विषयमा मैले कुरा गर्नेछु। सो भिडियो सुरु गरिदिउँ। र तपाईँलाई थाहा छँदैछ इलाममा चाहिँ मेरो विचारमा थोरै धेरै अलिकति आवश्यकताहरू भन्नु भने, किनभने समस्या भने हरेक ठाउँमा हुन्छ, समाधान भन्ने कुराहरू गर्न सकिन्छ समय सँगसँगै अगाडि बढेर। तर केही आवश्यकता भन्ने कुराहरू चाहिँ कस्ता हुन्छन् भने तिनीहरू चाहिँ एकदमै बेसिक आवश्यकताहरूदेखि लिएर अलिकति एडभान्ससम्म नै हुन सक्छन्। जस्तै अब कुनै ठाउँमा सहरमा बाटो पुगिसकेको हुन्छ, त्यहाँ एउटा एडभान्स लेभलको केही न केही एउटा डिजाइन र केही न केही एउटा नयाँ नीति नियम अनुसार केही न केही नयाँ पूर्वाधार बनाउनु नै पर्ला। तर हाम्रो जस्तो ठाउँमा चाहिँ के आवश्यकताहरू भनेको चाहिँ अहिले पनि कुनै कुनै ठाउँमा रोडहरूको आवश्यकता एकदमै रहेको छ, एउटा परिपक्व भएको रोडको आवश्यकता रहेको छ। मैले देखेको भनेको चाहिँ इलाममा चाहिँ तपाईँहरूलाई कतिको याद गर्नुभएको छ, एउटा अस्पतालको देखेको छु। अस्पतालमा चाहिँ अलिकति व्यवस्थापनदेखि लिएर इक्विपमेन्टहरू अलिकति हुन्छ नि, हाई लेभल चाहिँ कसरी गर्न सकिन्छ, कसरी हुन्छ अब डक्टरहरू क्वालिफाइड, अझै एउटा हुन्छ नि, एउटा कसरी हुन्छ फ्लो गराउन सकिन्छ, कसरी हुन्छ रन गराउन सकिन्छ भन्ने एउटा मैले देखाएको छु। त्यो चाहिँ मेरो विचारमा पक्कै पनि मुख्य नै हो है इलाममा चाहिँ। अब हाम्रो इलाम नगरपालिकाकै कुरा गर्दा चाहिँ अस्पताल इलाम अस्पताल मात्रै रहेको छ, जहाँ अब कतिजनाको कुनै एउटा न एउटा उपचार नभए रिफर बनाइदिनु न भनेर पनि त्यहाँ जाने मैले धेरै पाएको छु। जस कारणले गर्दा त्यहाँबाट मैले एउटा पोइन्ट उठाउन सफल भएँ। र हामी इलाममा चाहिँ के कस्ता नेताहरू योपालि उठ्दै हुनुहुन्छ भनेर एउटा सर्टकटमा भन्नेछौँ, किनकि मसँग सबैको राम्रो नराम्रो भन्न सक्ने क्षमता छैन। किनकि कतिजना त्यस्तो नामहरू हुनुहुन्छ जो म यही पालि मात्रै सुन्दैछु, जस कारणले गर्दा उहाँहरूको इतिहास मैले कुनै थर्ड पर्सनसँग बुझेर भन्दाखेरि पनि मजा नहोला। किनकि त्यो तेस्रो व्यक्तित्वले पनि 100% नबुझेको हुनसक्छ, अथवा उनीहरूको व्यावहारिक लाइफमा केही न केही कुराले गर्दा मलाई उसको कुनै कुरा काटिदिन पनि सक्छ, उसले कुनै कुरा राम्रो भयो भने भन्न पनि सक्छ। जस कारणले कुनै रिसर्च थिएन, त्यही कारणले म जति जे बुझेको छु त्यही बोल्नेछु। सो केही गलत बोल्यो भने मलाई माफी पनि गरिदिनु होला। हाम्रो योपालि क्षेत्र नम्बर 2बाट चाहिँ एमालेबाट चाहिँ सुहाङ नेम्बाङ उठिराख्नु भएको छ। श्री स्वर्गीय सुभाष चन्द्र नेम्बाङज्यूको सुपुत्र सुहाङ नेम्बाङ गत वर्ष पनि डम्बर खड्का नेपाली कङ्ग्रेसको लागि चाहिँ भारी मत अन्तरले एउटा हुन्छ नि पछारेर चाहिँ उहाँले जित्नु भएको छ। र अर्को नेता हाम्रो हुनुहुन्छ नेपाली कङ्ग्रेसबाट भेषराज आचार्य हुनुहुन्छ भने हाम्रो जय घन्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चाहिँ यसपालि गोकुल राई भन्ने हुनुहुन्छ। गोकुल राई सरको कुरा गर्नु पर्दाखेरि मैले यो पालि भर्खरै आएर इलाममै आएर के बुझेँ भने उहाँ मङ्गलबारेको ठिटो हुनुहुँदो रहेछ यताउता भन्ने मैले यहीँ आएर बुझेको। जस कारणले गर्दा मैले उहाँको विषयमा धेरै कटाक्ष गर्ने छैन, मेरो उहाँप्रति कुनै विचार छैन। देशव्यापी घन्टीको माहौल छ, जस कारणले उहाँलाई पनि शुभकामना भन्न चाहन्छु। र दोस्रो कुरा गरौँ हाम्रो इलामको क्षेत्र नम्बर 2 को नेपाली कङ्ग्रेसबाट भेषराज आचार्य। यो नाम कता कता ठुकिरहेको नाम थियो मेरो पनि व्यक्तिगत जिन्दगीमा, मैले विभिन्न ठाउँहरूमा सुनेको नाम हो। तर उहाँबाट मैले आशा यसपालि चाहिँ त्यत्रो गरेको छैन भन्दा सायद फरक नपर्ला। कारणवश उमेर र अलिकति पोलिटिकल इनस्टेबिलिटी अफ नेपाली कङ्ग्रेस चाहिँ इलाममा चाहिँ बेसी नै छ। जस कारणले गर्दा आन्तरिक र हुन्छ नि आत्मद्वन्द्व बिचको कथाको बावजुद मैले विश्वासिलो पात्रको रूपमा उहाँलाई पनि लिन सकेको छैन। सो सरी टु से द्याट। तर यो नै सत्यता हो। उमेरको हिसाबले पनि मैले उहाँ दुवैजनामा चाहिँ खासै धेरै युवापन मैले पाइरहेको छैन।
तर यो भनिराख्दाखेरि हाम्रो सुवाङ सर नै मात्रै यङ हुनुहुन्छ भनेर चाहिँ मैले पक्कै पनि भने होइन। मान्छेलाई अनुभवकै आधारमा पनि भोट दिन मिल्छ, त्यो नमिल्ने होइन। सबै युवालाई दिनुपर्छ भनेर कतिजना त अब कस्ता व्यक्तित्वहरू हुनुहुन्छ अलिकति बुझेर मात्रै दिनु पनि जरुरी रहेको छ। र अहिलेको यही नै एउटा समय सन्दर्भमा कस्तो छ नि, युवालाई भोट दिने भन्ने लहरको छ, तर कस्तो व्यक्तिलाई दिने भन्ने विषयमा अझै पनि मान्छेहरू जागरुक हुनुहुँदैन कि झै लाग्छ। र अन्तिम लिस्टमा चाहिँ रहनुभएको सुहाङ सर चाहिँ पक्कै पनि पछिल्लो वर्ष पनि जित्नु भएको र आफू कम्युनिस्ट भए तापनि उहाँले मार्क्सवाद लेनिनवाद खालको राजनीतिक इतिहास बुझेर आफ्नो अनुभव लिइसके तापनि उहाँले भएको कुरालाई चाहिँ हो भन्न सक्नुभयो, जुन कुराले म उहाँप्रति चाहिँ अलिकति प्रभावित भएको थिएँ। जस्तै जेनजी आन्दोलनमा भएको हो हाम्रा नानी बाबुलाई यस्तो यस्तो भन्नुभयो, जुन मैले कम्युनिस्ट अधिकांश नेतामा हो भन्ने पाएको छैन। भवन जलाए भन्ने विषयमा उहाँहरूले कटाक्ष गर्नुहुन्छ, तर मान्छे मरे भन्ने विषयमा उहाँहरू बोल्नलाई डराउनुहुन्छ, जुन चाहिँ सुवाङ नेम्बाङले भन्नुभएको थियो। त्यही भएर म उहाँप्रति पनि ढल्केको छु र मलाई चाहिँ लाग्छ यसपालि यति जित्नु नै पर्छ भन्ने चाहिँ युवा नेता सुवाङलाई दिए कस्तो होला, उहाँ सरलाई दिए कस्तो होला भन्ने विषयमा चाहिँ अलिकति तपाईँहरूले पनि ध्यान आकर्षण गर्नु होला। तर यति युवा नै हो भन्नुहुन्छ, घन्टीमै हाल्छु भन्नुहुन्छ भने पनि अलिकति भोटको चाहिँ तपाईँले पक्कै पनि सोचेर सम्झेर बुझेर गर्नु होला भन्न चाहन्छु। मेरो विचारमा चाहिँ प्रोबाबिलिटी यसपालि कसले जित्नुहुन्छ त इलाम क्षेत्र नम्बर 2 भन्दा पक्कै पनि यो क्षेत्रमा चाहिँ यसपालि युवा नेता सुवाङले चाहिँ जित्नुहुन्छ जस्तो मलाई लाग्छ। कारण के हो भने माटोको उम्मेदवार घन्टीका उम्मेदवारहरूले चाहिँ नेपाली कङ्ग्रेस र एमाले भन्दै जुन भोट बिगार्ने टाइपको हुन्छ नि, त्यहाँबाट थोरै कटौती त हुन्छ, तर युवा नेता भएको कारणले गर्दा उहाँ जति नै जस्तै पार्टीमा भए तापनि आशावान बोकेको नेता भएकोले गर्दा उहाँलाई कसैले खुट्टा तान्न सक्दैनन् कि भन्ने चाहिँ मैले विश्वास गरेको छु। जस कारणले यसपालि उहाँले जित्नु होला भन्दा र उहाँले जित्नु भइसक्यो भन्दा मलाई कुनै पनि ठुलो सरप्राइज हुँदैन जस्तो लाग्छ। हजुरहरूलाई के लाग्छ प्लिज कमेन्टमा भनिदिनु होला। मसँग रिस राखेर नबस्नु होला। कारण के हो भने आफ्नो एउटा धारणा हो। मैले पनि उहाँप्रति नै सधैँ ढल्केर उहाँको र्यालीमा गएर वाह भनेर चाहिँ पक्कै पनि मैले भनेको होइन। यो सामग्री बनाइराख्दाखेरि के पोजिटिभ के नेगेटिभ साइडहरू हुन्छन्। एउटा समय सापेक्षता सँगसँगै बोलिराख्ने मान्छेले चाहिँ केही न केही कुराहरू याद गरि नै राख्नुपर्छ। जस्तै यो पालि यसको राम्रो छ, यो पालि यसको राम्रो छैन, किन राम्रो छैन कसो भन्ने क्रममा चाहिँ मैले यो बोल्न सफल भएको। आजको भिडियो के कस्तो लाग्यो होला प्लिज भनिदिनु होला। यदि मन पर्यो भने प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिन नभुल्नु होला। हामी भोलि पनि नयाँ भिडियोको साथ भेट्ने नै छौँ। आजलाई चाहिँ हस्त नमस्ते, जय नेपाल, जय देश।